साथीभाइ नै थियो। यहाँको सर्वप्रथम पहिला हेडमास्टर को थियो भन्दाखेरि हाम्रो यहाँ राजकुमारको बाजे साइला जयप्रसाद हेड सर, अनि सेकेन्ड सर भन्ने उहाँको छोरा बालकुमार राई। उहाँ ब्रिटिस आर्मी तल सुनापुरमा बसोबास, उहाँ अहिले देहान्त हुनुभयो। र खान्द्रुङबाट हामी 7-8 जना आउँदै थियौँ विद्यार्थीहरू। मैले यहाँ अनुमान लगाएको अनुसार अहिले बाँचेको मै मात्रै रहेछु, सबै मरिसकेको साथीहरू। अब खान्द्रुङे साथीहरूले त थाहा छ र थाहा छैन को आउँथ्यौँ। तल श्याम बहादुर घिवाला साइला, भीम बहादुर, जगत बहादुर त्यो पनि मर्यो, अनि बिपिराम दाजु, भक्त बहादुर त्यो ठुले भन्ने, हरि, सबै साथीहरू मरिसकेको रहेछ, म मात्रै रहेछ जिउँदै एकजना। र यो स्कुलमा आएर हामी पढ्दाखेरि पहिला 2 जना सरहरू खस्यो। त्यहाँबाट यहाँ के सरसल्लाह भयो भने दोख्या ठाउँ रहेछ यो स्कुल, त यो स्कुल कि यहाँबाट सार्नुपर्छ कि मार्नुपर्छ भन्ने कुरा पनि चल्यो। त त्यहाँबाट तर पछि सरसल्लाह गरेर स्कुल मासेन र हामी यहाँनिर पढेको। त्यस पछाडि म ठुलो भएर देश प्रदेश पनि गएँ। पेन्सन आएर पनि मैले जन्मको मेरो नानीहरू यहाँ 4 जना पढाएँ। 4 जना पढाएको मध्येमा 3 जनाले त डिग्री पनि हासिल गर्यो, पास पनि गर्यो, आफ्नो आफ्नो ठाउँमा छ। अझै पनि त्यो डिग्री पास गर्ने पर कतर काइलीको छोरी पनि छ। 4 जना छ खान्द्रुङमा यो स्कुलमा पढ्ने, डिग्री पास गर्ने, एमए पढ्नेहरू। र त्यसरी हामी एउटा पढेर आएको। त्यतिखेर त हामी अब उनीहरूको बुबा आमा सँगै थियौँ। तर रहँदै बस्दै जाँदाखेरि 2079 साल पुस 17 गते मेरो श्रीमती देहान्त 70 वर्षको उमेरमा भयो। र पहिला हामीले पनि पढ्यौँ, छोराछोरी पनि पढायौँ। र उहाँको आत्मा पनि शान्ति होस् भनेर 50,000 अक्षय कोष यो स्कुललाई मैले हिजोस्ति प्रदान गरिसकेको छु। र सम्मान कार्यक्रम चाहिँ आज तपाईँहरूले गर्नुभयो, पत्र काट्नुभयो, हामी आयौँ, खुसी लाग्यो। र अरू रकम पनि यहाँनिर प्रदान गर्ने व्यक्तिहरू म देख्छु। यो राम्रो कुरा हो, सबैको सरसल्लाहबाट यसरी गरेको। एउटा यो स्कुलको पहिलाको राणा शासन लगभग 100 मा 35% चल्दै थियो। हामी पढ्दाखेरि हिच्छेसँग पढ्नुपर्ने थियो। हिच्छे कसरी द छटा इकार दी, द बडा इकार दी, दिदी भन्थ्यो। हिच्छेसँग पढ्नु लाउँदा हिच्छेसँगले पढ्नुपर्ने, हिच्छे बेगर पढ्नु पर्दा हिच्छे बेगरले पढ्नुपर्ने। भरे पढ्नु जाएन भने यहाँबाट त्यो छाताकरण जस्तो 7 दिन तेलमा डुबाएको भन्थ्यो, हिर्काएर यहाँसम्म आइपुग्थ्यो। र सरहरूले के गर्थ्यो त भन्दाखेरि शनिबारको दिन छुट्टी हुन्थ्यो। कहिले छुट्टीको दिन खोलामा बल्छी खेल्न जानुपर्ने, विद्यार्थीहरू लगेर, अलिक ठुल्ठुलो विद्यार्थीहरू जति पनि मारेको ती माछा गडेराहरू सम्पूर्ण सरहरूलाई दिनुपर्ने। आफू त घरमा जाँदा खाली छैन, त्यस्तो प्रचलन थियो। जङ्गलतिर जाँदाखेरि लिसो लिएर चरा खेद्नुपर्ने, चरा खेदेर 20-25 वटा जति मारियो त्यो आखिरी सरहरूलाई सबै दिएर आउनुपर्ने। त्यो खालको पहिला शासन थियो, प्रचलन थियो। तर अहिले त्यो छैन। त्योभन्दा धेरै प्रगति पनि भइगयो, माथिल्लो स्तर पनि गयो, एक्सटेन्डर भन्ने इङ्ग्लिसमा। अब अहिले विद्यार्थीहरू त्यसरी खोलामा लगेर मार्यो भने त सरहरूलाई त दिनु त मान्दैन होला। त त्यो मात्रै नभएर एकखेप यहाँ घटना पनि भएको छ। यस्तै मिटिङ पनि थियो। बेलुकाखेरि छुट्नुभन्दा पहिला प्रार्थना गर्नुपर्ने। त्यतिखेर प्रार्थना कुन थियो त भन्दाखेरि गाउँछ गीत नेपाली ज्योतिको पङ्खा उचाली भन्ने थियो। जय 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 नेपाल सुन्दर सन्त विशाल। त्यो मात्रै नभएर अर्को पनि एउटा प्रार्थना थियो।
जयति जय मातृभूमि नेपाल हिमागिरी मुकुट सुशोभितले हरियो बनाउने तना आच्छादित भन्ने पनि थियो। त्यो धेरै अगाडिको कुरा। म भन्दै यहाँ जेठोहरू हाम्रो सम्बन्धी एकजना देख्छु, त्यो भन्दा सायद छैन पनि होला, म पनि 73 वर्ष पुगे। उहाँ भगेन्द्रजी हुनुहुन्छ हाम्रो सदस्य यो अध्यक्ष। र त्यो खालको पहिला नियमहरू थियो। त्यहाँ के भयो भन्दाखेरि प्रथाना गर्दाखेरि यो नागेम्बाको देशबहादुर लिम्बू भन्ने हाँसेर बालकुमार सरले यस्तो परेको डन्ठा थियो, यसरी टाउकोमा हिर्काएको त्यहाँ टाउको फरिगएछ, खुन आएर लपक्कै त्यहाँबाट बाहिर त मिटिङ चलिरहेको। बालकुमार सरले यो खिड्कीबाट भागेर जा भनेर उहाँलाई भन्यो, ऊ जानु मानेन, मलाई पिट्नु भयो, खुनपक्ष भएको छ, मेरो बाबुलाई देखाउँछु भनेर बाहिर निस्क्यो। बाहिर निस्किँदाखेरि सबै खुनपक्ष भएको थियो। त त्यहाँबाट उल्टा बाबुसँग गयो, के हो तँलाई यस्तो भन्यो, मलाई सरले पिट्यो। त्यसको बाबुले रिपोर्ट गर्यो, मैले त मेरो नानीहरूलाई यसरी पिट्नुको लागि पठाएको त होइन, पढ्नुको लागि, यो के हो तपाईँलाई छलफल गरिदिनु पर्यो भनेर कुरा राखेपछि बालकुमार सर पनि आउनुभयो। उहाँको बुबा नै त्यहाँको हेड सर जयप्रसाद राई, उहाँले बोलायो, यता आइज भने आफ्नै छोरा त आयो त्यहाँबाट, तँलाई यसरी पिट्नु कसले सिकायो, हामीले अर्डर गऱ्यौँ कि तेरो खुसीले के गरिस् भनेर उहिलेको कानश्री भन्ने त यो कान भन्थ्यौँ, तर कानश्री त यहाँ पो रहेछ यो। अनि यहाँ उसलाई निकै उचालेर त्यहाँ निर्णय गर्यो, तपाईँको दण्ड सजा चाहिँ त्यो घाउ निको नभइन्जेलसम्म उहाँले नै सम्हाल्नुपर्ने, तिर्नुपर्ने। त्यहाँबाट 8वटा काफी र 8वटा दण्ड सजाय गरे। त्यसरी हामी यो स्कुलमा पढ्दै आएको हुँदाखेरि मेरो पनि मन पलायो। छोराछोरीहरू पनि पढ्यो, म पनि पहिला पढेको, धेरै नभए पनि सानो रकम अलिकति हस्तान्तरण गर्नु पर्यो भनेर मैले त्यो स्कुललाई दिएको। अब कहानी त अझै पनि छ, तर अब त्यो सबै कहानी नगरौँ, किनभने यहाँनिर आफ्नो मन्तव्य गर्ने साथीहरू थुप्रै हुनुहुन्छ। र यति भन्दै यो मेरो श्रीमतीको नाममा अक्षय कोष 50,000 मैले हस्तान्तरण गरेको छु। र मेरो श्रीमतीले पनि पहिला हाम्रो छोराछोरी पढायौँ, त्यहाँबाट पढेर पनि डिग्री हासिल गर्यो, खुसी लागोस्।